यसलाई मिलाउनु पर्ने छ भने तपाईँको यो नेम मिलाउनु छ भने चाहिँ के गर्नु पर्दैन, यसलाई क्रस गरिदियो। अब आएर सिस्टममा जानु, सिस्टममा गएर चाहिँ तपाईँको कन्फिग रिपोर्टमा जानु। कन्फिग रिपोर्टमा गइसकेपछि तपाईँले प्राइमरी टाइटल भन्ने जुन छ यसमा गएर तपाईँको हस्पिटलको नाम लेख्नुहोस् अनि एड्रेस, अनि यसमा अरू सबै रिकमेन्डेसनहरू छन्, जे चाहिन्छ सबै यहाँबाट मिलाउन सकिन्छ। अनि रिपोर्ट प्रिन्ट गर्दाखेरि पनि के चाहिन्छ यहाँबाट सेलेक्ट गर्न सक्नुहुन्छ, डिसेलेक्ट गर्न सक्नुहुन्छ है। त्यसपछि ओके गरिसकेपछि हजुरको रिपोर्टमा हजुरले जे भन्नुहुन्छ इम्प्रुभ बर्ड क्लिनिक भनेर जस्तो छ है। यति गरे पुग्छ तपाईँको।